बब्बाले जग्गामा आइसकेछौँ हामी चाहिँ ल मुस्ताङ टुर भन्दा हाम्रो एकदमै फरक खाँदैन फ्युल हामी डेस्टिनेसन चाहिँ हामी आधी रास्तामा नै आएको छैन डेस्टिनेसन कहाँ देखाइदिनु त रसल क्याम्पमा है त सो गाइज हामी चाहिँ अहिले रसल क्याम्पको काठमाडौँ रेस्टुरेन्टमा लन्च गर्नेवाला छौँ सो तपाईँहरू के कति नजिक हुनुहुन्छ यता रसल क्याम्पतिर सो यहाँ आएर नेपाली रेस्टुरेन्टमा माया देखाइदिनु होला सरला त्यो भवाल जग्गा ठाउँ पनि है टप एन्ड टपमा छौँ हामी अहिले चाहिँ अनि यहाँबाट चाहिँ हामी त्यता फेरि ब्याक टु फेरि अर्को ठाउँमा जाँदैछौँ त्यतातिर गएर पनि फेरि रमाइलो देखाउनेवाला छ सबै यहाँ क्याम्पिङहरू यस्तो बस्ने ठाउँहरू छ है तलतिर क्याम्पहरू गर्ने बब्बाल ल है त गाइज ल हाम्रो चाहिँ यहाँ स्पेसल स्विट कर्न होइन मकै नेपाली पारामा आइरहेको छ हाम्रो ल हामी चाहिँ So right guys, welcome back to new vlog है त सो आजको ब्लगमा चाहिँ एकदम स्वागत छ आज दाजुभाइले बवाल हुनेवाला छ है सो आज हामी चाहिँ गाडी बसिसकेछौँ गाडीबाट ब्लग भइरहेको छ स्लो भ्लगै हुन्छ होइन आज स्लो एन्ड लङ ट्राभल हुनेवाला छ ब्लगमा चाहिँ आजको दुबईको कहाँ छ देखाउँ रसल खेमा जिबेल जेस रकल्यान्डतिर जाँदैछ जस्तो गाइज आज चाहिँ अनि डेस्टिनेसन बढाइदिन्छ हाम्रो दाजुले आजको हाम्रो कहाँ जाँदैछ भनेर है दसो फर्स्ट हामी कहाँ जान्छौँ टक्क भनिदिनु त टक्क हामी पेट्रोल पम्प जान्छौँ अनि पेट्रोल हाल्छौँ त्यस पछाडि हामी टक्कसँगले रसल खेमा नेपाली रेस्टुरेन्टमा खाना खान्छौँ अनि त्यस पछाडि खाना खाएर फ्रेस भएर चाहिँ माथि सनसेट हेर्नको लागि जिबेल जैस चिसो खाना हामी जाँदैछौँ है गाइज होइन अनि साझा भयो भने हामी तिहारको रमाइलो के कसो दुबईतिरको त्यो पनि देखाउनेवाला छ है मिलेसम्म है होइन के कसो हुन्छ सो आज तिहार ह्याप्पी तिहार सबैलाई है ह्याप्पी तिहार भन्दै होइन सुरु भइसकेको छ हाम्रो अब अन द वेमा भइसकेको छ हामी सो गाइज आजको हाम्रो ब्लगमा चाहिँ धेरै नै रमाइलो हुनेवाला छ सो आज धेरै ठाउँमा पुगिन्छ सो धेरै राम्रो ठाउँमा अनि सबैले हेर्नुपर्ने ठाउँसम्म होइन दाजु एन्ड अनि दाजुको इन्ट्रोडक्सन भन्दैन नि त अनि मेरो नाम चाहिँ प्रवीण कार्की ल मेटल हेड भनेर अनि सबजनाले है सो यसो हेरिदिनु हाम्रो दाजुको टिकटकमा यसो होइन कता फ्रेन्डली गराइदिनुहुन्छ होइन तर पनि यसो जोस गर्नुहुन्छ अनि तर आजको हाम्रो डेस्टिनेसन भनेको वहीँ हुनेछ जेबल अनि जेबल जेस अनि त्यही हो आजको रमाइलो यात्रा हुनेछ दाजुसँगको अनि दाजुसँगको थोडा इन्ट्रोडक्सन भन्नाले यतातिरको माहौल के छ दाजु चाहिँ मभन्दा धेरै सिनियर दाजु होइन दुबईतिरको दुबई आउनुभएको होइन अनि यसो के कस्तो छ बताइदिनुहोस् अब दुबईको माहौल भनिदिइहाल्नुहोस् अहिले त नेपालीहरूको भिजा सिजा यार ऊ भइरहेछ है लागिरहेन होइन लागिरहेको छैन त्यही चलिरहेछ अपडेटमा अरू त त्यस्तै हो हामी भनेको इन्जोय गर्नेहरूलाई भनेको केही रुकावट छैन हामी इन्जोय गरिरहेछौँ छुट्टी मिलाउने अनि घुम्न जाने रमाइलो गर्ने है जस्तो दिवाली भनेर होइन एकदमै अनि बसाइ कति भयो नि दाजुको यता दुबईतिर भयो यार 7-8 वर्ष 7-8 वर्ष है 6-7 वर्ष भयो 6-7 वर्ष ढुक्कै भयो होइन यात्रा दुबईको यात्रा कस्तो चलिरहेको छ ढक्क दिनुहोस् चलिरहेछ यार काम गर्यो खायो त्यही त हो नि हाम्रो त्यही हो हामी चाहिँ यसो बेला मौकामा मात्रै हो है गाइज छुट्टीको दिनमा टक्क टाइम मिलाएर अनि चाहिँ हामी चाहिँ बाहिरतिर निस्किन्छौँ कहिले कहाँ त्यो चाहिँ भइरहेको हुन्छ सो अहिले हामी उमल क्विनमा छौँ उमल क्विन एरियामा छौँ होइन सो यही हो हाम्रो उमल क्विन राम्रो उमल क्विन अनि हामी कहाँ जाँदैछौँ अरे देबु जबरजस्त रसल खेमा फर्स्ट डेस्टिनेसन त हाम्रो रसल खेमा हुने भयो होइन त्यसपछि खानासाना खाने यताउता गरेर अनि सर्ट त्यहाँबाट हामी लाग्नुपर्ने हुन्छ डेस्टिनेसन छुट्टै आजको भ्लग चाहिँ अलि लङ पनि हुनेवाला छ स्लो पनि हुनेवाला छ सो लास्ट तक हेरिदिनु होला होइन यो गाइस ल हामी चाहिँ पेट्रोल पम्पसम्म आइसकेको छ सर्ट लाएर यतातिरको मार्केट हेर्छौँ सर्ट पसमा हामी चाहिँ अन्त वेमै छौँ सो कहाँ पुगिन्छ त्यो त हेर्दै गएपछि थाहा हुनेवाला छ सो हामी चाहिँ पेट्रोल पम्पको मार्केटहरू पनि यसो भिजिट गर्दैछौँ अहिले सर्ट लाएर ल पानी चिसो ल्याउँ न तातो लिने ओपनवाला छ होला नि ल गाइस यो चाहिँ हाम्रो पेट्रोल पम्पको यसो मार्केटहरू यस्तै हुन्छ यता टक्क लाएर राइट पानी सानी पिउँछौ पैसा हाल्छौ
तेल हाल्छु अनि त्यसपछि यहाँबाट लाग्छ है त सर्टमा लाएर अन द वे अहिले गाइज ल अहिले चाहिँ हामी बाटोमै छौँ है अहिलेको हाम्रो रास्ता रसलक्यामा यो ठाउँलाई के भन्छ दाजु अब हामी आइपुग्नलाई खासमा आजको लोकेसन सबै अब हजुरै हो अरे होइन ढक्क आएर दिनुहोस् बधाई हामी अहिले बाटोमा कटिसक्यो के होइन सलमा सलमा त धेरै यता होइन सलमा त धेरै उता भयो नि हामी अहिले रसलखैमा रोडमा छौँ रोडमै छ होइन हामीलाई अझै पनि यहाँबाट हामीलाई लाग्छ अझै आधी घन्टा 45 मिनट जति हामीलाई रसलक्यामा पुग्न लाग्छ होइन त्यस पछाडि 1 घन्टा धेरै होइन लामो टुर हो लङ टुर छ क्या आजको हाम्रो स्लो एन्ड यस्तै बिन्दास भाइब्समा गइरहेछ होइन सो जस्ट ड्राइभिङ रमाइलो भइरहेछ होइन एन्ड गीत पनि मिठो बजिरहेछ यता दाजुको यो अन द वे भाइब्स लगाइज यस्तो छ यता यस्तो बाटो बनाइदिएछ है सक्छ त अनि बिचमा के अब यो त यार नेपाललाई गिज्जा जस्तो हुन्छ त दाजु यस्तो राम्रो बनायो यस्तो बाटो बनाइदिएपछि त यार सक्छ त अनि यो क्याम्पिङहरू पनि छ यतातिर है त सो राइट गाइज ल अहिले चाहिँ हामी टक्क 70 किलोमिटर पार गरेर रसलक्यामा आइसकेको छौँ सो रसलक्यामा चाहिँ हामी चाहिँ लन्च गर्नेवाला छौँ खानासाना यहाँ खानेवाला छौँ सो यहाँबाट नि हामी अझै 100 किलोमिटर जति हामी अझै टाढा जानुपर्ने हुन्छ सो अहिले चाहिँ हामी चाहिँ लन्च गर्नको लागि चाहिँ टक्क लाएर काठमाडौँ रेस्टुरेन्ट रसलक्यामा है त सो गाइज हामी चाहिँ अहिले रसलक्यामाको काठमाडौँ रेस्टुरेन्टमा लन्च गर्नेवाला छौँ सो तपाईँहरू के कति नजिक हुनुहुन्छ यता रसलक्यामातिर सो यहाँ आएर नेपाली रेस्टुरेन्टमा माया देखाइदिनु होला सरर लाएर है त अनि भित्रको माहौलहरू पनि हामीले तपाईँलाई देखाउनेवाला छौँ सो फ्यामिली क्याबिन पनि रहेछ सो यतातिर यता नर्मल क्याबिनहरू रहेछ सो खानाहरू के पाउँदो रहेछ सो हामी चाहिँ यहाँभित्र बसेर खानेवाला छौँ सो आज ल ह्याप्पी तिहार यहाँ पनि तिहार मिठो लागिरहेको रहेछ है त यस्तो ल अनि हाम्रो लोकेसन बताइदिनु न त दिदी रसलक्यामा के भन्छ यतातिर नखेल ल रसलक्यामा नखेल सर र भित्री माहौल चाहिँ यस्तो बबाल रहेछ अनि क्याबिनहरू पनि रहेछ फ्यामिली क्याबिनहरू सट्ट अनि हामी चाहिँ खाना अर्डर गरिसकेको छौँ हामी चाहिँ के आउँछ खाना के आउने भयो दाजु खाना होइन मटन र भुटन ल यहाँको स्पेसल दाजुले सधैँ आउने खाने ठाउँ यहाँ होइन ल राइट गाइज ल हामी बसेको 5 मिनटमै यति छिटो खाना आइदिइरहेको छ है त ल अब हामी चाहिँ खाना खान्छौँ मिठो ठकाली सेटमा वासिङ एरिया कता ल मिठो खाना खान्छौँ हामी यहाँ है त ल राइट हामी चाहिँ अब खाना खाइदिन्छौँ कस्तो छ त दामी बबाल ल राइट ल हामीले चाहिँ मिठो मिठो खाना खाइयो है हामीले अब यहाँको रिभ्यू पनि दिनुपर्ने हुन्छ किनकि काठमाडौँ रेस्टुरेन्टमा आएर खाना खाइसकेको छ हामी टक्क ल यस्तो बब्बाल मिठो थियो दिदी थकाली सेट खाएन हामीले अनि ल खाना चाहिँ एकदम मिठो थियो सो तपाईँहरू पनि नजिक रसलक्यामा नजिक हुनुहुन्छ यहाँ एरिया हाम्रो लुला हाइपर मार्केट कतिको टाढा नजिकै हो ए ल सो हाइपर मार्केटको नजिकै हुनुहुन्छ भने चाहिँ आउन सक्नुहुन्छ टक्क लाएर एकदमै फ्यामिली प्याकमा आएर नि खान सक्नुहुने रहेछ है हजुर चाहिँ त्यहाँको हजुर ए राइडर हो ए ल डेलिभरी चाहिँ जहाँ पनि गर्नुहुन्छ ल ठिक छ ल तपाईँहरूले अनलाइन अर्डर पनि गर्न सक्नुहुने रहेछ काठमाडौँ रेस्टुरेन्टबाट ल दिदी हाम्रो यतातिर हुनुहुन्छ दिदीहरू ल अनि सब्सक्राइब पनि हालिदिनुपर्छ है त हाम्रो च्यानललाई है त
ल Devu-Never05 vlogs हाल्नु त DVU अन्त यहाँ चाहिँ सब्सक्राइब पनि बढाउँछ 2-4 वटा अनि त्यसपछि लाइनमा पर्ने हुन्छ ल्याउनु DVU डी सबैले सब्सक्राइब हान्दिनु होला ल यो चाहिँ सबैले सेयर गरिदिनु होला सो राइट गाइज ल मैले चाहिँ सब्सक्राइब पनि बढाइसकेको छु खाना चाहिँ एकदमै मिठो थियो अब हामी चाहिँ लाग्नुपर्ने हुन्छ डेस्टिनेसन अलिक टाढा छ कि आजको हाम्रो अनि ल फेरि यसो आउँदै गर्दा पसाउँला धन्यवाद एकदम मिठो थियो ल अहिले छोडेको छु ल हस् त दिदी है त धन्यवाद ल दाजु ल लाग्दै गर्दै हामी फेरि टाढो टाढो जानु छ अनि त्यही भएर छिटो छिटो खानासाना खायो अनि त्यसपछि लाग्यो ल राइट ल खाना पनि खायो हामीले अनि अब लाग्नुपर्ने हुन्छ फेरि हाम्रो डेस्टिनेसनतिरै अब एकछिन बस्ने मन त थियो तर टाइमले गर्दाखेरि हामी चाहिँ होइन अनि अलिक सामान ल्याएँ त्यही हो अब हामी चाहिँ फेरि लाग्छौँ डेस्टिनेसनतिरै है होइन अब हामी चाहिँ कहीँ पनि नरोकिकन फेरि सिधा पुग्छौँ है अनि डाँडामा यो पनि राख तिम्रो त्यही रहनु मैले मोबाइल यहीँ राखेको छु खै त्यहाँ हेर्नु त यहाँ छ मैले अघि नै त्यही राखेको ल लेट्स गो रास्ता छिचोल्दै बवाल ठाउँमा आउँदैछौँ है बब्बाले हामी अझ रास्ता चाहिँ बवालै ठाउँमा पुग्नु छ टक्क लाएर चस्मा लाएर होइन ल बब्बालै जग्गामा आइसकेछौँ हामी चाहिँ ल मुस्ताङ टुर भन्दा हाम्रो एकदमै फरक खाँदैन फिल हामी डेस्टिनेसन चाहिँ हामी आधी रास्तामा नै आएको छैन डेस्टिनेसन कहाँ देखाइदिनु त है यो टपमा है हामी चाहिँ यो टपसम्म जाने है यो टपसम्म पुग्ने हो अब हामी चाहिँ हल्का यसो सर र इन्ट्रोहरू देखाइदिउँ न त यतातिरको माहौल त हामी चाहिँ अहिले फेडमै छौँ तलै छौँ कि होइन अनि हामी कुन गाजा के भन्दै अरे अघि गएर लोकेसन गजला हामी नामै बबाल के लासा गजला होइन कस्तो बवाल नामहरू चाहिँ हेर्दै आइरहेको छौँ है हामीले चाहिँ रक गराएर पहिला चाहिँ हामी अहिलेको लटमा चाहिँ हामी आफैलाई हेर्दै आउँदैछौँ सो होइन अर्कोचोटि आयो भने चाहिँ फुल्ली एक्सप्लोर किनकि हामीलाई यो ठाउँमा अलिकति थाहा पनि छैन हामी नयाँमै आइरहेको छ होइन यतिकै धेरै घुमेको थिएन नि त रोकेर हिँडेको थिएन अनि सो नेक्स्ट टाइम आयो भने चाहिँ अलिक त्योभन्दा अझै बवाल देखाउने छ तर पनि अहिलेको भ्लग पनि यति नै बवाल भइरहेको छ यस्तो दामी पिस ठाउँहरू हेरिरहेको छ है त अनि बाटोको कुरै नगरौँ यस्तो घुमी हामी वहाँ टपसम्म पुग्नेवाला छौँ सो ल अब हामी चाहिँ एकछिन यहाँ माइन्ड फ्रेस भएर फेरि लाग्नु पर्छ है अनि साइक्लिङ है मजा आउँछ यार के हो के
गाइज ल हामी चाहिँ मेन डेस्टिनेसन टप एन्ड साइडमा आइसकेको छौँ। अब यहाँबाट हामी चाहिँ फिलहरू यहाँको भ्यूहरू अनि देखाउने छौँ अनि तपाईँहरूले फिल गर्नु होला कस्तो ठाउँ छ भनेर। हाम्रो जग्गा चाहिँ बवालै ठाउँ छ। हजुर हामी चाहिँ योभन्दा अझै माथि कति माथिसम्म छ जग्गा त, तर पनि हामी आधी रास्ता भन्दा नि ठिकै ठाउँमा आएर हामी रोकिएको छौँ होइन। यहाँबाट उता जानै नपाउने हो प्राइभेट जग्गा चाहिँ दामी हो है। लास्ट डेस्टिनेसन भनेको यहीँ नै हुने रहेछ है जस्तो छ। यहाँबाट मास्टर चाहिँ पर्मिसन दामी ठाउँ है त गाइस। ल यो क्वेन्सी भ्युज है दाजु। ल कति हो पटक दाजुको त धेरै पटक है, मेरो पाँचौँ पटकसम्म आइपुग्छ। हामी चाहिँ म चाहिँ फर्स्ट टाइम आउँदैछु तर चाहिँ यस्तो रमाइलो भयो क्या आउँदाखेरि नि। यो हो नि त दामी मजा, भ्यू पनि हेर्ने अनि यताको नेचुरल सबै पाहाडै पाहाड छ क्या गाइस। नेपालको भाइब्स भन्दा नि नेपालकै सेम छ क्या पाहाडहरू त्यो है। अनि जिप लाइनहरू यहाँ सबै जिप लाइनहरू गर्दो रहेछ। यहाँबाट पारी जाने यता वारी आउने। राइट गाइस ल हामी चाहिँ फाइनल डेस्टिनेसन टक्क आएर यहाँ फिल लिएर नि हामी चाहिँ अब निस्किन लागिसकेको छौँ। यस्तो बवाल चिल के अब होइन, योभन्दा चिल त के हुनसक्छ राइट है सर। दामी नै मजा भयो। सो अब हामी चाहिँ यहाँबाट हल्का यहाँको फिल लिएर हामी फेरि अर्को डेस्टिनेसन जान्छौँ। अन द ब्याक हाम्रो भ्यू पोइन्ट अर्को ठाउँ पनि रहेछ होइन। सो त्यहाँ गएर चाहिँ चिसो छ, मिठै चिसो है यहाँ आउँदाखेरि चिल छ। यहाँ चाहिँ यस्तो चिल भाइब्स भयो है। यति डाँडा काँडा हेर्दै है यस्तो बवाल छ कि ठाउँ पनि है। टप एन्ड टपमा छौँ हामी अहिले चाहिँ। अनि यहाँबाट चाहिँ हामी त्यता फेरि ब्याक टु फेरि अर्को ठाउँमा जाँदैछौँ। त्यहाँतिर गएर पनि फेरि रमाइलो देखाउनेवाला छ। सबै यहाँ क्याम्पिङहरू यस्तो बस्ने ठाउँहरू छ है, तलतिर क्याम्पहरू गर्ने ठाउँ छ। अनि सब आएर क्याम्पिङ पनि गर्न पाउँदो रहेछ। रमाइलो त छुट्टै छँदैछ है त गाइज। ल दाजुले चाहिँ यता फिल लिएर बसिराख्नु भएको छ है, दामी मजा भएछ। अनि त्यही एउटा गाइज यहाँ हामी चाहिँ डेस्टिनेसन भन्दाखेरि रसल क्याम्पबाट हामीले चाहिँ यहाँ आउनलाई 1-1.5 घन्टा लाग्यो। अमैलकुइनबाट रसल क्याम्पमा आउन 45 समथिङ मिनट। अनि त्यहाँबाट यहाँ आउन चाहिँ 1 घन्टा 30 मिनट जति लाग्यो होला। सो त्यहाँ आएर चाहिँ यस्तो फिल चाहिँ बबालै भयो, यस्तो रमाइलो अनि इन्जोय पनि है त गाइज। ल तपाईँहरू पनि यता आएर यस्तै हाम्रो नेपालतिरको भाइब्स हेर्नु मन छ भने चाहिँ होइन दाजु यो एरियामा आउँदा चाहिँ केही हुँदैन है, पिस हुन्छ क्या पिस आउने छ गाइज। त्यही हो गाइज। ल अब हामी चाहिँ गाउँ माहौल देखिहाल्नु भयो यस्तो छ। सबैजनाहरू यता घुम्नको लागि आउँदो रहेछ सबै क्याम्पिङ गर्न अनि यताको भ्यू हेर्नको लागि। सो तपाईँहरू पनि आउन सक्नुहुन्छ है त गाइज। दुबईबाट धेरै टाढोको रास्ता त होइन है, अर्को टाइम मिलाएर चाहिँ आउन सक्नुहुन्छ। अलराइट गाइज ल हामी चाहिँ यो ट्रेकिङ पोइन्टमा जाँदैछौँ। सो आएर हामी चाहिँ पहिला डाइरेक्टली छिर्दै थियो है। अनि यहाँ चाहिँ टिकट चाहिँदो रहेछ है। सो जेबल जेस पार्क फुड पार्क रहेछ यो चाहिँ त। यहाँबाट चाहिँ हामी हिँड्दै रक क्लाइम्ब गरे जस्तो जान मिल्दो रहेछ होइन। अनि त्यही भएर यसरी जाऊँ न, यता जाऊँ न, त्यहाँबाट सट्टा जाऊँ ल। अनि यो चाहिँ हाम्रो रसल क्याम्पमा पर्दो रहेछ है गाइज। ल रसल क्याम्पमा जबल जेस म भ्युइङ डेक पार्क दामी नै छ। ल अब हामी चाहिँ यहाँबाट इन्ट्रेस्ट गरिसकेको छौँ। अनि मासतिर अब यहाँबाट के हेर्नु मिल्दो रहेछ त भनेर त्यो पनि ट्राई गर्नेवाला छु। अनि जस्ट ठाउँ चाहिँ बबालै छ है, यतातिरको माहौल। यहाँ दुर्पिन पनि त रहेछ भ्यू पोइन्टको लागि। त्यही त ल यस्तो रहेछ आम्बो यहाँ रहेछ त बबाल ठाउँ रसल क्याम्पमा। ल सो गाइस ल बब्बाल ठाउँ त यस्तो पिस है। ल रक क्लाइम्बिङको लागि चाहिँ यो ठाउँ रहेछ है त। यस्तो बबाल हिँड्दै हिँड्दै हामी वहाँ माथि टपसम्म पुग्न सक्दो रहेछौँ, माथिसम्म टक्क यस्तो छ। अनि भ्यू पोइन्ट चाहिँ यही रहेछ है। हामी चाहिँ दुर्बिनहरू हेर्छौँ अनि तलतिरको अब भ्यूहरू कस्तो देखिँदो रहेछ यहाँबाट चाहिँ निहाल्नेछौँ हामी।
बबाल छ सही ल यतिको चाहिँ हुनु पर्यो नि त आएपछि यहाँ आउनको लागि चाहिँ एक पर पर्सन 7 दिरहम लाग्दो रहेछ त 7 दिरहमको टिकट लिएर चाहिँ र राइट अब हामी चाहिँ रक क्लाइम्ब गर्दैछ यहाँ अब टाक्कला डाँडातिर जाँदैछ यो डाँडासम्म कहाँसम्म पुगिन्छ है त हामी सर र हिँड्यौँ भनेर त अलिकति हिँडेकै ठगै लगाउँदो रहेछ हामी यहाँ तलबाट आएको डाँडा चाहिँ बबाल माथिसम्म छ हामी चाहिँ कहाँसम्म पुगिन्छ यसो हेर्नेवाला छौँ र ट्रेकिङको लागि बनाएको रहेछ यो ठाउँ चाहिँ है यस्तो बबाल जस्ट ट्रेकिङ पनि गर्न सक्नुहुन्छ यहाँ आएर चाहिँ डाँडासम्म पुगेर माथि झन्डा भएको ठाउँसम्म पुग्न सक्नुहुन्छ दामी छ जताततै डाँडा काँडा बिचमा सानो गोरेटो बाटो है त बाटो खतरा छ गाइस बाटो बबाल खतरा यस्तो सानो बाटो हजुर त्यही त यस्तो बाटो होइन बबालहरू होइन दुबईमा यतिको बाटोमा हिँड्नु भनेको है यस्तो बबाल छ यो ठाउँ पनि भिरै भ्यू छ है तलतिर चाहिँ यस्तो अनि हामी चाहिँ यही चट्टान बाटै छैन क्या यता रहेछ बाटो हाइट आम्मा यो हो नि त सर दामी ठाउँ छ यता हिँड्नको लागि चाहिँ बबाल रहेछ ल अलराइट गाइस हामी चाहिँ ट्र्याक नम्बर 2 सम्म आइसक्यो एरिया नम्बर 2 सम्म हामीले चाहिँ बिचमा उकालो लाग्यो भने चाहिँ बस्नको लागि व्यवस्थाहरू पनि रहेछ तल पनि एउटा थियो यहाँ चाहिँ एउटा छ हामी चाहिँ टपसम्मै पुग्ने भन्ने विचार छ के कसो हुन्छ है त जबरजस्त हिलको अबको यात्रा हामी आधी बाटोसम्म आइपुगेको छ तल देख्न सक्नुहुन्छ रसोइकामाको लाइटहरू बप्पाल देखेको छ अनि हामी चाहिँ माथि नै पुग्नेवाला छ अझै दाजु चाहिँ मलाई छोडेर माथि पुगिसकेको छ हाइट यात्रा चाहिँ बबालै भएको छ हाम्रो सर्ट लाएर गाइस ल अहिले चाहिँ हामी टपमै बसिरहेको छौँ एकदम रेस्ट गरिरहेको छौँ मस्त मनको बोर्डर हेर्दै रसोइकामा साइडमा हेर्दै टक्क हामी चाहिँ यो तल लाइट परेको ठाउँबाट हिँड्दै आएको है अनि हाम्रो लास्ट डेस्टिनेसन चाहिँ यहीँ भइसकेको छ अनि कस्तो भयो दाजु भन्दैन ल चिल भएन अनि यत्तिको चाहिँ बबालै भयो चिसो है हावा पनि मिठो लाग्दो रहेछ हामी चाहिँ यही झन्डाको लागि यहाँ के रहेछ खासमा हेर्नु आएको त डाँडै सकिँदो रहेछ यहाँबाट चाहिँ यहाँभन्दा माथि त टकै रहेन छ अति नै बबाल भयो रमाइलो भयो नाइट पनि भयो अब हामी एकछिन चिल गर्छौँ र अनि तलतिर लाग्नेवाला छ है शारजाबाट आउँदो रहेछ गाइजहरू हामी चाहिँ अमरगञ्जबाट आएको गाइजहरू चाहिँ शारजाबाट आउँदो रहेछ त यति टाढाबाट आउँछ यहाँ घुम्नको लागि चाहिँ है त ल अब हामी चाहिँ रेस्ट गर्छौँ अनि त्यसपछि हामी यहाँबाट चाहिँ लाग्छौँ फेरि ब्याक टु डाउन है त हिल चाहिँ बबालै मिठो रहेछ माथिसम्म यसको मिटर चाहिँ 1500 किलोमिटर 1500 मिटर उचाइमा रहेछ है त गाइस टक्क लगाएर फाइनली गाइस ल है झर्यो है झर्यो जस बवाल रमाइलो भयो एकदम हामी फेरमा टपमा पुग्यो ट्रेक त आजको एकदम भ्यू पोइन्ट भनेको एकदम त्यही ट्रेकिङ भयो आज है बवाल हामी कहाँ पुग्ने भनेर कहाँको धेरै मेमोरियल चाहिँ धेरै ट्रेकमा भयो यति टपमा पुग्यो हामी खासमा हामी यहीँ तल्लो एरियामा आएको थियौँ तर यहाँबाट नै हामी यहाँ ट्रेकिङ गर्दै गएर माथिसम्मै पुग्यो फेरि सकुशल तल नै आइयो है बाटो चाहिँ खतरा डेन्जर थियो राति भएर हामी देखाएनौँ नेक्स्ट टाइम फेरि आउनेवाला छ फेरि होइन आउँछ है एकचोटि त बबाल तरिकाले आउँछौँ यहाँ चाहिँ नेक्स्ट टाइम त्यो बेला पनि रमाइलो हुनेवाला नै छ सो आजको चाहिँ रमाइलो यस्तै भइहाल्यो अब हामी पार्किङतिर आइसकेको छौँ लाग्छौँ होइन त राइट यस्तो एक्ज्याक्ट है बबालै ट्रेडिसनल टाइपको
बेचनहरू रहेछ है। पहिला चाहिँ फ्रेस भएर चाहिँ हामी निस्किनु पर्ने हुन्छ। फ्रेस भइयो। अब चाहिँ फेरि लाग्नुपर्ने हुन्छ उतातिर। यस्तो दामी क्लिनिङ त छक्क पऱ्यो है। यो त यस्तो ठाउँमा यस्तो वासरुमहरू है, बाथरुमहरू यस्तो क्लिन क्या। अब है त गाइस ल यो ठाउँमा पानी भनेको कहीँ छैन, तर कसरी ल्यायो होला यहाँ पानी पनि दामी नै बगाला यो चाहिँ। राइट गाइस ल अहिले चाहिँ हामी हाम्रो जेबलालिस भ्यू पोइन्टबाट हामी त तल झरिसकेको छौँ। सो यहाँ चाहिँ यस्तो बबाल कटेजहरू चाहिँ यस्तो दामी कटेज। यहाँ चाहिँ हामी चाय साय अहिले त चिसो भइसकेको छ अनि हामी चाहिँ चाय साय पिएर जाने होला छ। कटेज चाहिँ बबाल छ है। बाटो रास्तामा यस्तो धेरै नै देखिरहेको थियो त, तर यहाँ चाहिँ हामी अहिले आएर टक्क लगाएर चाय साय पिएर जाउँ भनेर। बारबिक्यूलाई दामी ल। यतातिर पनि साइडमा रहेछ अनि यतातिर पनि है त। दामी है, पिस है दाइ। यस्तो ठाउँमा कटेज पनि खतरा लोकल तरिकाले बनाइदिएको। दो एक सुलेमानी नहीं मुश्किल नहीं कुछ भी है तो दे दो। मुश्किल नहीं। ओके बस फुल नहीं करना, बस आधा करना। दामी ठीक छ। रेनबो ओके आज चाय पार्टी कितना मेरे पास मजा छ। थोड़ी चाय चाहिँ खत्रै रहेछ है। दुबईमा आएर 5 रुपियाँको चाय पिए। किधर और ऊपर जाएगा और बढ़ जाएगा। चाय चाहिँ 5 दिरहम रही ल चाय चाहिँ। सही ल ठिकै छ। दुबईमा बसेर 5 दिरहमको चाय पनि पियो अब के भन्नु होइन। अरू ठाउँमा चाहिँ नर्मली 1 रुपियाँमा पाइन्छ नि। जहाँ चाहिँ अब यो ठाउँ पनि अति नै एक्स्ट्रा ठाउँ छ नि त। अनि त्यही भएर यहाँ आउनको लागि अब आउनै टाइम लाग्छ। यहाँ 1.5-2 घन्टा त दुबईबाट यहाँ आउनै 1.5-2 घन्टा लाग्छ भने चाहिँ। अनि यो ठाउँमा ल्याएर यतिको होइन बनाउनु भनेको नि ठिकै हो, तर चिया चाहिँ अलिक महँगै हो गाइस। ल दामी हो ल। राइट ल हामी चाहिँ चाय पिउँदैछौँ हक्क मिठो भाइब्समा। नेपाली भाइब्समा चाय पिएका भाइ चाय दामी ल। यस्तो छ है त गाइस। यहाँ चाहिँ आगो पनि बल्दै राख, मकै पनि रहेछ। सो गाइस मकै पनि रहेछ, मकैहरू। अनि टक्क लाएर हामीले यहाँ दाजु हाम्रै हो त यो त। टक्क लाएर यस्तो मोबाइल भएछ यहाँ चाहिँ। यस्तो मजाले हामी चाहिँ यहाँ चाय साय पिउँदैछौँ। अनि मकैहरू पनि पाउँदो रहेछ है त। यस्तो मोबाइल सही हो। अब हामीले चाहिँ मकै पनि खाइदिउँ न त। टक्क यता देखाइदिउँ त। ल ऐसे करेगा हमको पहले ऐसे करना चाहिए, बाद में दूसरा ऐसे करना चाहिए। हम जलाओ वो टेस्ट है। नहीं इसको अच्छा से पकाना चाहिए। छोड़ो हम ही करेगा, तुम आप कस्टमर देखो है ना। ऐसे नहीं सही आएगा, कच्चा आ जाएगा। बाद में फिर एक बार ऐसा करेगा ना, छोड़ देगा। मुश्किल है भाई। क्यों आप उधर देखो, कस्टमर देखो, हम बनाएगा। अयो गाइस ल हम चाहिँ एउटा यस्तो मकै पनि खाएर गइदिउँ भनेर टक्क होइन। इसका मसला है ना। हाँ वो मसाला लगा के मस्त मलाई बना दो। है त गाइस ल हाम्रो चाहिँ यहाँ स्पेसल स्वीट कर्न होइन मकै नेपाली पारामा आइरहेको छ हाम्रो। ल हामी चाहिँ चाय पनि पियो, अब फेरि मकै नै खाइदिउँ भन्छ मजाले। यहाँ आएर अलिक त्यति साह्रो त छैन, तर हल्का स्विट चाहिँ धन्दा अलिअलि रहेछ है। त्यही मजा भयो ल गाइस। चेस अलराइट ल।
हामी चाहिँ यहाँबाट लाग्दैछौँ। ओके भाइ शुक्रिया, अच्छा वाला मकै खिलायो, हमको चाय भी अच्छा वाला खिलायो। त्यही हो, थ्याङ्क यू भाइ। ओके सब्सक्राइब पनि हान्न लगाएको छ, सब्सक्राइब पनि हानिदिन्छ र ल त दाजु लाग्दैन नि त अब है, मिठो लाग्दैन। अब हाम्रो डेस्टिनेसन अब कहाँ हुन्छ, अब एक ठाउँतिर रोकिन्छ कि होइन, रोकिन्छ। 129 किलोमिटर छ अझै 129 मिटर है, किलोमिटर ल 129 मिटर हामी चाहिँ पार गर्नु छ अबको रास्तामा सर्ट लाएर। ल हामीले यो रास्तालाई हामीले यहीँ बाई बाई गर्दै 5 दिरामको चाय 10 दिरामको मकै होइन होइन महँगो चाहिँ ठिकै पनि हो यत्रो ठाउँमा आएर होइन। अब अनि यहाँ दुबईबाट यहाँ आउनै 3-4 घन्टा लाग्छ अनि त्यो भन्दैछ त अब टाढै हो, सामान ल्याउनलाई अनि त्यही हो। ल हाम्रो रास्ता अब फेरि अन द वे भइसकेको छ, अब हामी लाग्छौँ है त। We are on the way guys. Right guys, ल back to हामी normal दुनिया। Yes, तो बवाल क्या चर्चा है मजा भयो ट्रेकिङ हाम्रो ट्रेकिङमा पनि फेरि त्यो हाम्रो यो इन्डियन मान्छेहरूलाई भेट्न त्यो पनि एकदम त्यहाँ पनि धेरै रमाइलो भयो होइन लङ ड्राइभ प्लस हामी समथिङ 300 पुगेर आइयो होइन। अब हाम्रो खसी ससीको प्लान छ रुममा गएपछि